टिका लगाउँदैछ हामी यहाँ देवका दिदीलाई तार्नु जमरा लगाइदिनु न छिटो ल ल जमरा भिनाजु नि ह्यान्डसम भएर आउनु भएको छ एकदमै खतरा है ल देवका दिदी ल वाउ आयु लामो होस् योपालि दुईटा खसी छ अर्को पालि आउँदाखेरि 15 खसी होस् राम्रो हो नि त होइन आशिष के हो राम्रोसँग गएर जेनजीको आन्दोलनमा प्रधानमन्त्री बनाओस् र बालनको आओस् राम्रो होस् ठुलो मान्छे भएको देख्न पाऊँ होइन त हो के हो नि त मन्त्री बनाउँ अहिले कति वर्ष भयो 22 वर्ष राम्रो बुझी पुऱ्याएर ल जाँदा बैठक हुन्छ त्यहाँ गइरहनु खुसी पाइन्छ बुवा आमालाई खुसी बनाउनु बाटोमा फालेको कुर्तीहरू तर्दै जान्छ बाटोमा फालेको आशीर्वाद सबै राम्रो थियो टिकटकमा फलोवर्स बढोस् प्रधानमन्त्री भयो टिकटकमा फलोवर्स बढोस् कति पर्दैछ नि धेरै चलेर र अचार नखानु अलिक विचार गरेर जानु पढ्न नछोड्नु पढ्न नछोड्नु ल पढ्न नछोड्नु पढाइ मात्रै भएर हुँदैन काम सिक्नुपर्छ सिक हुनुपर्छ अनि तिम्रो जीवनभर काम लाग्छ तिमीलाई साथी छ भन्दा ठुलो केही हो होइन पढेर मात्रै हुँदैन सिक लक्षण पनि हुनुपर्छ बख्न जम्न ल्याइदिन्छु बाबु जमाना काटेरले हजुर ब्लग आउँछ कि युट्युब आउँछ पढ्न नछोड्ने पढ्ने नछोड्ने अब आज सालदेखि छोडेर पढाइ सुन्यो भने आमा बाउलाई भगवान ठान्ने हो यहाँ पनि नआउनु बाबुलाई माग्ने मामालाई माग्नु हो जानी भनौँ फेरि पढाइ छोरा सुन्यो भने मलाई जहिले ठुलो पर्ने होइन हाँसेर आउने हो अब सानो देखाउने होइन मन राम्रो भयो भने सबै राम्रो हुन्छ को बाइक भयो अब धेरै पढ्ने थुक नगर्ने ल गेम खेल्ने मोबाइलमा गेम खेल्दै जेली गर राम्रो गर ल मलाई आउँदैन आउँछ आशीर्वाद दिनु हुँदैन धेरै आशीर्वाद दिएर देशै बिग्रियो खै नानु त यहाँ बिरामी चेरी चेरी ए ल मामा मामा जेठो भान्नु जेठो खासमा ए भान्नु जेठो जस्तो है अब ल तिम्रो दुई शब्द भन दुई शब्द के ल तिमी दुई शब्द भन एक शब्द भयो सब्स्क्राइब टु च्यानल ल वाउ इङ्ग्लिस ग्रामर राम्रो छ ल भाइ के भन् मलाई के पनि आउँदैन के भन्न तल ल भन् संसारमा सदा बढी माया लाग्ने मान्छेको संसारमै होइन परिवार त धेरै भयो एकजना भएको एकजना नाम भन् को बा बाबा यसको नि बाबा रहेछ ल बाबा फेभरेट उसको नि बाबा फेभरेट
मम्मी फेभरेट चाहिँ कसको निर्जलाको चाहिँ मम्मी फेभरेट खै जाँदा तिम्रो तिम्रो संसारमा सबै त म एकजनाको नाम लिनु पर्यो कसको लिन्छु सिमिलर हो बाबा मम्मी नै ए उसले चाहिँ ऊ चाहिँ न्युट्रल भयो है एउटा आँखा के त कान छैन दुईटै आँखा छैन देवुलाई उसलाई त मम्मी मनपर्छ ए ऊ ए एक्स्ट्रा भन्यो आफै मनपर्छ हो त आफै भएपछि बल्ल अरू हुन्छ नि त हैन पहिला आफेस नलागोस् धेरै पढेर ठुलो मान्छे बन्नुपर्छ इन्जिनियर डाक्टर बनेर सबैको अगाडि गुस्सा क्यों हो रहा है भाई? अगर महीने के 40,000 कमाने तो 4 लाख तो तुम्हें देने पड़ेंगे। हॉस्पिटलिटी में दर्शन यता हेर हेलो गाइज भन तिमीले ह्यान्डसम देखाएको यो मान्छे कहिले बुढो नहुने भयो यार भान्जा मान्छे यत्रो भइसक्यो त्यो देवुले उसले साथी भने पताउँदैन त नि उसले देवुले कलेजमा मेरो साथी है भनेर मान्छे पत्याइहाल्छ नि सेम के हो तिम्रो अनुहार के बिग्रियो अनुहार बिग्रियो भने चाहिँ सिटी गयो मान्छे बिग्रिहाल्यो नि फोटो खिच्ने होला फोटो चाहिँ खिच्नु